मजा हुन्छ नि। अब गहुँको कि कोदोको कि मकैको कि होइन फापरको हो त तिम्रो चोइस है। तर आज जौको खुवाउने विचार थियो होइन। जौको चाहिँ तिम्रो चामल सक्यो अरे हो त्यहाँनिर त्यसो भनौँ होइन। यता सिस्टर यता फर्किदिनु। यहाँ हाम्रो राधा सिस्टर ढेँडो मनपर्छ कि पर्दैन त हाम्रो सिस्टरलाई चाहिँ? सिस्नु मन पर्दैन म भने त अनि यता पनि सिस्नु मन पर्दैन भने होइन के ऐसलो अहिले भने हामी करुणा होमस्टेतिर लाग्दैछौँ। ड्राइभिङ सिटमा चाहिँ हाम्रो भन भाइ हामी सुकेटार भन्ने ठाउँ जाँदैछौँ। यो कहाँ चढेको भन्नु भाइ? हो यो भनेको गौडा भन्छ है यसलाई। यो गौडा सिस्टरको पालो। सिस्टरलाई त बानी होला। कतिको इन्जोय भइरहेको छ? यो जडीबुटीमा पर्छ है। आलु त अलि कतितिर एउटा सामयिक होमस्टे छ त्यहाँनिर गएर हेर्नुपर्छ। त्यहाँ टार ठुल्ठुलो टार छ, त्यो टारमा फुलेको हेर्दा चाहिँ झन् सफा भइन्छ। ए होइन बनाउने नि। यहाँ हाम्रो काका आज हामी गाइडको रूपमा छौँ होइन काका? हाम्रो भनुभाइलाई त लिएर आएको। पार्सल सर यता सर यहाँ यो जौलाई चाहिँ सिधै अब पिठो बनाएर अथवा चामल बनाएर खान कतिको गाह्रो हुन्छ उहाँलाई सोधिहेरौँ न त। यता सर यसको बारेमा के भनिदिनु पर्यो? यो टिपेर राख्नुभयो? अब यसलाई सुकाउँदै हुनुहुन्छ? कुटेपछि चाहिँ यसको चामल निस्किन्छ होइन? सुरुमा चामल बनाउँछौँ, पिठो बनाउँछौँ, जौको रक्सी हुन्छ। जौको रक्सी यो 3 पानी रक्सी हामी हाम्रो यो टुरिस्ट होमस्टेमा चाहिँ प्रति 1200 है। अब यसको चाहिँ अब हरेक चिजहरू बनाउन सकिन्छ। जस्तो ढिँडोको बारेमा भन्नुहोस् न एउटा। ढिँडोको बारेमा ढिँडो नि बन्छ नि यसको ढिँडो मजाले बन्छ। चामल यो मासतिर पाखन ब्रेड ल आउनु है। यो
अहिले हामी ठ्याक्कै हाम्रो पासन्दिता सरको होमस्टेमा छौँ। यो हेर्नुहोस् शीतलमा बस्नु होला। यो चाहिँ रायोको बिउ राख्नु भएको छ भने रायोको बिउ हो त्यो। आज हामीले गाडी नै छिडायौँ यहाँ, गाडी मजाले आइपुग्ने रहेछ। र यो होमस्टेको चाहिँ म यहाँलाई यहाँबाट देखाउन चाहन्छु। यो ट्विन्स होमस्टे अब त्यो गाउँ त धेरै प्रकारको हुन्छ नि। लेकमा हुँदा चाहिँ दुध जस्तो हुन्छ क्या, असारमा मात्रै पाक्छ, मौसममा चलेन। अनि यो धेरै मेहनती पाकेको चिज चाहिँ अलिक टेस्टी भनौँ कि अलिक पौष्टिकयुक्त हुन्छ होइन। अहिले बजारमा त्यस्तै खोज्छ, तर ढेँडो पनि चाहिँ गाह्रो अरू चामलै नमिठो सेतो। तर यही चाहिँ चिज हो नि फेरि अहिले त्यो चाहिँ सिस्नो होइन। रिता सरले आज हरेक थोक गर्नु भएको छ। ए हाम्रो गेस्टहरू ढेँडो खाने गेस्टहरू कसलाई यो चाहिँ गाउँको ढेँडो। पहिले त मासु खाँदैन होइन रिता सर? हजुर पहिले चाहिँ मासु खानुहुने? ए हो घिउ बन्दै सिस्टर के यो ढिँडोमा आज? ढिँडोमा हो आज केटा? हजुर के छ त? ढिँडो छ नौलो खाना आज ढेँडो हो। घन भाइ यो सिस्नो है, यो तिमीलाई मन नपर्ने एकदम होइन, मलाई मनपर्छ। मन नपर्ने हाम्रो रिता सरको आतिथ्य त यसलाई के भन्नु हामीले हस्पिटालिटी भन्नुपर्छ इङ्ग्लिसमा। एकदम बढिया छ। फेरि यहाँ एकचोटि क्यामेरा घुमाउन मन लाग्यो। सिस्नो यो खाना चाहिँ जानेको छ कि छैन है? यो चाहिँ सुरु हामी चाहिँ यसो गर्छौँ एउटा चोबिराख्नु भन्दा पनि। अनि यस्तो छ यो हाम्रो यो चाहिँ ट्विन्स होमस्टे छ। ट्विन्स होमस्टे ढिँडो सर हाम्रो कस्तो भयो हाम्रो यहाँको खानाको टेस्ट? राम्रो छ। कस्तो हुन्छ धन्यवाद। होमस्टेमा चाहिँ आज हामी आएर मासु या के रेडी हुँदो रहेछ अनि यस्तो गऱ्यो चोइली एकैछिन अनि फेरि सिस्नोको साग अब यति खाने भेराइटी पनि धेरै छ। भन्यो भने फेरि बनाउँदै दिइहाल्ने क्या थपेको बेग्लै छ कि छैन यहाँलाई? अब यो चाहिँ अलिक ट्विन्स होमस्टेको बारेमा चाहिँ म छोटो कुरा गरिराख्छु। हाम्रो पसन्दिता सर यहाँ प्रोप्राइटर हुनुहुन्छ, उहाँले सामूहिक होमस्टे पनि खोल्नु भएको छ यहाँतिर। त्यो चाहिँ करुणा होमस्टे हो, ठ्याक्कै त्यसकै माथि उहाँको निजी निवास हो। उहाँले यो अर्ग्यानिक एकदम तपाईँलाई फापरको, कोदोको, गहुँको, जौँको, गुवाको होइन खान मन छ, त्यस्तो खान मन छ भनेदेखि यहाँले पसन्दिता सरलाई सम्झिँदा हुन्छ। चामलको खानु हुँदैन, म त ढिँडै खानु